जय श्रीमन्नारायण। शिष्यले प्रश्न गर्नुहुन्छ, गुरुदेव, यथार्थमा पुरुषार्थ कसरी गर्न सकिन्छ? सबैले पुरुषार्थ गर्नुपर्छ भन्छन्। कसैले राम्रो नोकरी पायो, कसैले राम्रो घर बनायो, कसैले धन कमायो आदि लौकिक जगतमा गरेको भोग्य पदार्थको सङ्ग्रहलाई पनि मानिसले पुरुषार्थ भन्छन्। यथार्थमा पुरुषार्थ के हो र कसरी गर्न सकिन्छ, यो विषयमा उपदेश दिनुहोस्। जब शिष्यको जिज्ञासा मेटाउनको लागि गुरुदेवका मुखार बिन्दबाट चाहिँ जुन ज्ञानको वर्षा भएको थियो, त्यही ज्ञान चाहिँ म यहाँ चाहिँ बाँड्दैछु। जीवात्माले परम पुरुषको सत्ता प्राप्त गरेर यो पनि पुरुष भएको हुन्छ। आफूमा भएको पुरुषलाई साक्षात्कार गर्नु नै यथार्थमा पुरुषार्थ हो। भौतिक जगतमा परिश्रमशील मानिसले आफ्नो बाहुबलबाट आर्जन गरेको भौतिक पदार्थलाई लिएर पनि मानिसले पुरुषार्थको परिभाषा दिन्छन्। तर यसलाई पुरुषार्थ भने पनि मायाको घेराभित्र भएको यो पुरुषार्थ नाशवान छ। यथार्थमा पुरुषार्थ त्यो हो जुन अवस्थामा मानिसले पुरुषको अर्थलाई साक्षात्कार गर्दछ, अर्थात् आफूभित्र नित्य निरन्तर निवास गरेर बसेको पुरुष जो सारा प्राणी जगतको साँची छ, त्यो पुरुषको अर्थलाई साक्षात्कार गर्नु नै पुरुषार्थ हो। पुरुषार्थ गरिसकेपछि यो जगतमा मानिसले गर्नुपर्ने अर्को कुनै काम बाँकी रहँदैन। हाम्रो जीवनमा इन्द्रिय आफ्नो मर्जीले चल्न खोज्छ र यसैलाई स्वतन्त्रता मानेको हुन्छ। इन्द्रियको स्वतन्त्रताले मानिसको विवेकलाई अपहरण गरेर अन्धकारको कोठामा लगेर बन्दी बनाएर राखेको हुन्छ। इन्द्रियहरूको वशमा भएको मन र मनको वशमा भएको बुद्धिको कारणले विवेकलाई बन्दी भएर बस्नु परेको हुन्छ। जसले यो कुरालाई बुझ्दछ, यो बुझाइले विवेकलाई रिया गरिदिन्छ र यसपछि विवेकले बुद्धिलाई मद्दत गर्न थाल्छ। यस्तो अवस्थामा बुद्धिले मन र इन्द्रियलाई तिमीहरू आज भन्दा पहिले आफ्नो मर्जीले चल्यौ, अब आजदेखि तिमीहरूको मर्जी चल्दैन भन्दछ। अज्ञानी मानिसले कि त इन्द्रिय र मनको मर्जी अनुसार आफ्नो जीवनलाई चल्न दिन्छ, कि त यसलाई दण्ड दिन्छ। यी दुवै तरिका अथवा मार्ग गलत हुन्। पुरुषार्थ प्राप्त गर्नको लागि यिनीहरूलाई अनुशासनमा राख्नुपर्छ। मनले जुन कुरा माग्छ त्यो नदिनु र जुन कुरा मागेको हुँदैन त्यसलाई दिइरहनाले मन कमजोर हुन्छ। जब विषय भोगमा रम्ने मन कमजोर हुन्छ, तब यो मन सङ्कल्पमा स्थिर हुनको लागि तयार हुन्छ। मनको दुईवटा शक्ति हुन्छ, एउटा विषय भोगमा लीन हुने र अर्को विषय भोगबाट विरक्त हुने। भोगमा आसक्त मन एकनाश इन्द्रियलाई वाहन बनाएर यसमा चढेर कुदिरहेको हुन्छ र भोगबाट विरक्त भएको मन परम पुरुषको चिन्तनमा रमिरहेको हुन्छ। भोग एउटा मात्र नभएर जगतमा अनेकन हुन्छन्। यसो हुनाले एउटा मन अनेक हुन गएको हुनाले यो मनमा विशाल शक्ति भएर पनि शक्तिविहीन भएको हुन्छ। जब यो मन केवल परमात्मामा मात्र लाग्दछ, तब अनेकमा विभाजित मन एकमा आएर लीन हुन्छ। यस्तो मनको अवस्थालाई पुरुषार्थ भनिन्छ र यो नै योगको सिद्धान्त हो। मनको यस्तो अवस्थालाई साम्य अवस्था भनिन्छ र यही अवस्थामा इच्छा शक्ति रहेको हुन्छ। मन भनेको कृष्ण गण्डकी नदी जस्तै हो। कृष्ण गण्डकीमा डुबेर मानिस मर्न पनि सक्छ र कृष्ण गण्डकीमा स्नान गरेर महापवित्र हुन पनि सक्छ। डुबेर मर्ने अथवा पवित्र हुने यो कुरा मानिस स्वयंमा निर्भर गर्दछ। मनलाई विषय जगतमा स्वतन्त्र छोडिदियो भने नियन्त्रणबाट बाहिर भएको घोडा कुदे झैँ कुद्दछ र बौला कुकुर जस्तै भएर जसलाई जे पनि गरिदिन्छ। यही मनलाई यदि अनुशासनमा राख्न सक्यो भने यसैले जीवनलाई धन्य धन्य बनाइदिन्छ। यसैले
मानिसले जीवनमा अन्य जति नै विद्या सिके पनि यदि मनलाई अनुशासनमा राख्ने विद्या सिकेको छैन भने उसले जति नै भौतिक जगतमा गरेको प्रगति भए पनि त्यसलाई पुरुषार्थ भनिँदैन। एउटी वेश्या युवतीले पनि एकै रातमा कति पैसा कमाउँछे, उसको यो कमाइलाई लिएर कसरी उसको पुरुषार्थ भन्ने? एउटा चोरले एकै रातमा कति पैसा लुट्छ, यसलाई लिएर कसरी पुरुषार्थ भन्ने? यसैले जगतको प्रगति कहिल्यै पनि पुरुषार्थ हुन सक्दैन। पुरुषार्थ त त्यो हो जसले आफ्नो मनको साथै सबै इन्द्रियहरूलाई अनुशासनमा राखेर देहपुरमा सुतेको पुरुषलाई जगाएर उसको साथमा एकाकार हुन्छ। यसको लागि उपाय भनेर केवल गुरुलाई मात्र बुझ्नुपर्छ। गुरु बिना न मन्त्र प्राप्त हुन्छ, न ध्यान प्राप्त हुन्छ र न लय प्राप्त हुन्छ। यसैले जसले जीवनमा सद्गुरु प्राप्त गर्यो र गुरुको आज्ञालाई पालन गर्न सक्ने बुद्धि प्राप्त गर्यो, उसले पुरुषार्थ गर्यो, यसमा सन्देह छैन। जय श्रीमन्नारायण।